तापमान दिन्छ। हेर्नुहोस् भाँडा एकछिन यतिको दियो भने तपाईँको एउटै कोइलाले धेरै लामोसम्म। अन्त मुनिको चाहिँ यस्तो बेला बेला निकालिदिँदै गर्नुपर्छ कि मजाले छिट्टोको लागि चाहिँ, नभए चाहिँ यहाँ थाक पऱ्यो भने चाहिँ ढिलो हुन्छ। यो मुनिको निकालिदिनुपर्छ। त्यहाँबाट यो फ्यानले चाहिँ एकदम मद्दत गर्छ। हल्लाइ बस्नु परेन। एउटै फर्स्टमा ल्याएको कोइलाले 1 ब्यारलसम्म छेड्नु सक्छ। हेर्नुहोस् यति साह्रो रफ्तारमा छेडिन्छ। छिट्टो हुन्छ। अर्को हुन्छ हल्लाइ बस्नुपर्छ, लन्ठा बेसी हो। यो चाहिँ आरामले नि हो। यति छिटो हुन्छ। पहिला हामी चाहिँ यसरी पुरा हल्लाउनु पर्थ्यो, कोइला पनि ठाडो हुन्थेन। अहिले चाहिँ यो फ्यानले चाहिँ एकताल यति गरिदिइसकेपछि तपाईँले 5-6 ड्याङसम्म जाँदा पनि भइहाल्छ। यसरी छेड्नु भयो भने चाहिँ सजिलो है त।